स्वागत छ तिमीलाई हाम्रो एनपी भलकमा। 1.5 महिनापछि बहिनी आउँदै हुनुहुन्छ। ऊ कट्टाको कट्टा लिएर गाह्रो छ है, गाह्रो छ। गाह्रो छ यताको बहिनी। के हो र त्यस्तो गुर्को नगुर्को? त्यो ठान्टु कहाँ है? कति बजी हिँडेको बिहान? 11 बजे। घरबाट 7 बजे। 7 बजे हिँडेको मान्छे कति बज्यो? 5 बजे। 5 बजे के हो? 4:30 भइसक्यो। 4:30 भयो। ल अब के कोसिली छ हामी खोल्छौँ साथीहरू। यता एक बोरा अनि यता एक बोरा छ, अनि यो जेब्रामा, अनि यसमा छ, अनि त्यसपछि हामी देखाउने छौँ है हजुरहरूलाई। कटो बिचरा खोइ देखा लाली गुराँस बिचरा। हिजोबाट लाली गुराँस भनेको भने बिचरा। ल छोपा मेरो सहेली बहिनी आएको छ, अनि मेरो बाबा मम्मीले के कोसीले पठाइदिनु भएको छ। तिनी म पालै अनुसार खोल्दैछु, हजुरलाई देखाउने छु। अनि त्यसपछि मजाले हेर्नु ल साथीहरू। यो चाहिँ भाइको हो रे यो सामान, यो चाहिँ नखोलौँ। अनि त्यसपछि यो एकजना बहिनीको हो रे, अनि यिनी होला न हाम्रो। अनि यो चाहिँ कसले कहाँबाट लिएको? यो मुनि घरबाट। यो चाहिँ पकौडा हो साथीहरू, यो चाहिँ पकौडा हो। अनि त्यसपछि यो यसमा छ साथीहरू, यो दाल छ, अनि मासु छ। मासु भयो, पोखे छ। अनि यसमा यो के हो? यो किताब हो। अनि त्यसपछि सब आलु हो साथीहरू। यो खोलौँ। शैली दिदी के उहाँ आएको है। के पठाइदिनु मलाई? यो एक कट्टा, अनि त्यहाँ पनि छ, यहाँनिर पनि छ साथीहरू। बिचारे त भाइ फेरि कति बेला 2-3 चोटि त गइसक्यो होइन सक्सेस। अब यो के हो? तिमीले त प्लास्टिक आयो। प्लास्टिक अब गोचिनु भन्दैन हुन्छ न। अब यता उठ्नबाट यहाँ दाल हो के? झ्याल लगाउन पाउँथ्यो क्या। जो सक्सेस झ्याल लगाऊ। परातमा उछ पिरालु छ छोरी। थालिदियो पुरा। मुनि थालिदियो भाइ। यसमा यो पिरालु हो, पिरालु। पकौडालाई मैले यता सेरिहालेँ, अनि खाम्ला ल भाइ। यो पनि दाल हो। यो सब आलु है साथीहरू। लोकल आलु मुनि छ, लोकल आलु सब यो आलु है। मेरो बाबा र मम्मीले पठाइदिएको। बोजूले पनि अनि बाबा मम्मीले। यता उम्र लोकल आलु छ, यता उभा विकासी रातो आलु छ। के हो साथीहरू? मासु चाहिँ गर्नु मासु हो क्या? यति धेरै मासु हुन्छ। मासु पनि छ। अनि यो भयो गोपी।
नाच हुन्न र है यस्तो यो कोडो र यो गोपी एक ठाउँमा हालिदिएर हेर त यो कोडोको नाच सत्य नाच हे भगवान् नि ए यिनी कोडो ए कोडो भनेर हुन्छ के हो यो के हो त्यो साग त्यसरी त्यो साग साग हो यो के हो त्यो मासु हो यो पनि मासु हो कुन मासु हो यो त्यो पनि मासु हो सेकोटी भइसक्यो म कोही आम्मा र त यो त बढी अलिअलि दिमाग थिएन हाइसाइडी सक्सेस भएको दिनमा कहाँनिर अन्त त्यो एक माना त नाच भयो यो के हो यो चिसो हो ह चिसो हो त्यो बढी हेर त यो नाम यो के हो मकैको पिठो सिस्नोमा लगाउने सिस्नो पनि लाग्छ र मनपर्छ यो के हो मनपर्छ खान्छ मामा खाम्ला ल ल खाम्ला ल यता हेर त खाम्ला ल ल यो मकै भुटेको मकै आम्मा अनि यसमा छ हे यसमा यो के छ हेरौँ मनपर्छ मकै मलाई अरू त्यहाँ त्यस्तै हो यो कोडो नाच भए चाहिँ यो कस्तो भएछ क्या यो सबैको दिमागी त्यो भएको हो कि के हो के मैले आमालाई फोन गरेर गाली गर्नु छ यो के हो दालोलाई यति दाल पनि नखाएर फेरि केही पठाइदिएको होला आमाको माया जस्तो भयो यो पोलेको ओहो खाजा यो यसलाई खाजा भन्छन् क्या के हो र यो यो त म त खाइहाल्छु के आला कहिले खान्छु म चरे गरेर ओहो फेरि के हो सिस्नो अनि त्यसपछि यहाँ विशेष कुरा त देखाउनु छ हो विशेष कुरा त के हो त्यो यो हेर न ए मेरी आमा यो के हो यो कोडो आफू अनि बाको साथीहरू हो अनि बाको आम्मामा मैले टिकटकमा देखेको थिएँ आमाको होइन बाको आमाको होइन बाको बाको होइन नि बाको अनि यहाँ छ साथीहरू निगुरो साथीहरू यो बाको भयो सक्सेस पाण्डे बिचरा हेरिरहेछ पाण्डे हैन पौडेल ए पौडेल यता हेर न खाम्ला ल सिस्नो अनि यो भयो सिस्नो साथीहरू सिस्नो अर्ग्यानिक सिस्नो के गाउँको यो सिस्नो खाना त आटो पौडेल खानु के होला त्यो फेरि त्यसमा के हो त्यो अनि रह्यो यो के हो भनेपछि यो कोडो नाच भएर मलाई दिमाग चाट्यो के पुरै त्यही शब्द बोली आए यसमा पनि गयो यो कोडो पिठो कोडोमा आटोमा मकैको आटो त्यो अब गयो त त्यत्रो यतार्दा कहाँदेखि यतार्नु कस्तो दिमाग हो कि यो आमाको र यो शैलीको यो मकैको आटो के खानु हो मेरो बाबा र आमाले पठाइदिएको के खानु खाने भए धेरै म्यासेज गर्नु है साथीहरू अनि यो भयो के हो यो गहुँ साथीहरू म खोलिनँ यो गहुँ नयाँ है अनि त्यसपछि यो भयो कोडो कि कोडो कोडो तोरी हैन र कोडो कोडो साथीहरू तोरी त रातो हुन्छ त अनि त्यसपछि यो के हो साइली यस्तो गल्ती काम गरेर मैले आमालाई के गर्नु रातिबाट सुरुवात लाग्यो भने ढोबर कसो गर्छ ढोबो छ भनेर यत्रो नाच गर्छन् र के हो यो फेरि बेठे अनि भारी के खानु आज फेरि यही साग छ घरभित्रले साग दिनु भयो घरभित्र अन्तिले साग साग के खानु
कहिले एउटा तरकारी नभएर टोटली झोल खानुपर्छ कहिले फेरि अब यो भाँडे खाने कि बाँको खाने कि सिस्नो खाने कि त्यो साग खाने कि निगुरो खाने कि ओहो मेरा बहिनी मासु खाने कि साथीहरू ल मैले खान सक्दैन कमेन्ट गर्नु होला कसलाई चाहिँ हिजो छ भन्न मिलेन अनि त्यसपछि यो कोडो भयो साथीहरू पहिला त सुरुमा त सुरुबाट मासु खान परिहाल्यो साथीहरू मासु पाइदिएकोले आफै मासु लिने आफै काट्छन् हाम्रो खाना पकाउन सुरु भयो साथीहरू ल आज म बनाउँदैछु मेरो रेसिपी हेर्नु होला साथीहरू बनाउँदैछु आज काँचो हलेटो पिसेर काँचो हलेटो हालेर सिम्पल तरिकाले अनि मिठो अच्छा बनाउँछ है साथीहरू हेर्दै गर्नु होला मेरो भिडियो कस्तो लाग्छ अनि कमेन्ट गर्नु होला सल्लाह सुझाव पनि दिनु होला तिमी मन परेछ वाच्छगाले तेल मैले जहिले पनि थोरै हाल्ने गर्छु तपाईहरुलाई थाहा छ आज त बेसार काँचो बेसार हो नि त त्यसलाई फुराउनको लागि अलि हाल्नुपर्छ ड्राइभर कसैले मुन्टा मासु बनाउने हो त्यो मासु भरि खाल्दै छ पुरै भर अघिमा आएको मैले केही पनि लगाउन काँचो बेसार फुराएर बनाउँछु मासु भेट बोक्नु अलि थोरै भएको थियो परेन तासेको मलाई अनि फुल देखायो फुल पनि यताउति वरिपरि एक ठाउँमा नहुने यताउति देखायो भिडियो पिसेको क्यामेराम्यान सही हुनुपर्छ है भिडियो पिसेको म त आज बिरामी खिचेर राम्रो त खिच्दैन होला बिरामी भन्न पाइयो र जब क्यामेराम्यान भइसकेपछि मेरो नभए कसैको छोरा हुन् सामान पुरेर थालिङ छ हाम्रो महल भन्न मसला पनि अहिले एड गरे साथीहरू अहिले पछाडि एड गर्नु भन्दा अब हाजी मसला भयो यस्तो के मासु लगाएँ मैले तेल धेरै हाल्नु नै लोकल मासु बोकाको मासु होइन मैले यति है सिम्पल तरिकाले बनाउँछु मैले अरू केही छुइनँ कुखुराको मासु पनि ल्याएको कुखुराको मासु भोलि बेसार हाल्नुलाई फेरि बेसार सोराएको मैले धेरै दिमागको भयो भने ठिक हुन्न ठिक लगाउनु पर्छ कि यसको त रात दिन सपना त भोलक छ अनि हजुर राम्रो लाग्छ यस्तो बिचमा यताको भाग उताको भाग तल यता जटागटी मासु पनि पकाएको छु अनि यो यति नै साग भुट्न पर्यो भनेर साग पनि बनाउनु लागेको साथीहरू उता मासु पाक्दैछ है मासु पाक्दैछ सामान थालिङ साग बनाउँदैछु मैले तपाईँहरूले खानुहुन्छ कि हुन्न यो साग हामी चाहिँ खान्छौँ के भन्छ तपाईँहरूकोतिर के भन्छ अरे यसको नाम लट्टेको साग रे है र हाम्रो गाउँतिर त पाउनु होला हौ यो त नि फर्स्ट टाइम देखेको है मैले चाहिँ खाम्ला ल ल के हो
पहिला त्यो त देखाउनु प्याज मैले पोछिहालेको पहिला हाल्न बिर्सेछु यसको झोल हाल्ने हो गुरुकी गरानी हो अनि त्यसपछि साग हाल्नु हो साग खिच्नु थोरै पानी लगाएर राख्नु पर्यो राख्नु लाग्यो रस लगाएको है उता यता पनि देखाएँ हामीलाई मात्र साग बनाएर भ्याइयो अब साग पनि बनाउने हो घरबेटी भाइ त्यसो गर्छन् त्यहाँ फेरि छोपेको है हामीले साग पकाउनको लागि मैले तावा बसेँ के भोइस गरेँ त्यसलाई सोधेर अभिनय त यहाँ नौरो भन्न गाले यसरी नहाल्ने सागमा केही किन्न ल खोर्सानी मैले अहिले हरियो टोक्ने त्यही भएर मैले लगाएन त्यो भेनाको गाडी मुखको गाडी साग थिचेर त्यो भेनाको गाडी साग थिचेर पानी फोटोमा भेनाले हेरिराख्नु भएको साग थिचेर अहिले हाल्ने भने हाल्ने न मेरो बुढोलाई मिस्यु गरेको छु साथीहरू के गर्नु मेरो बुढो भए कति मजाले खानुहुन्थ्यो होला सँगै बसेर के गर्नु सम्झेको छु र मेरो हस्बेन्डलाई सम्झेको छु धेरै धेरै आई मिस यु मेरो बुढो आई लभ यु तपाईँ आएपछि फेरि यस्तै गरेर खाउँला ल गराउने के गराउने हो कि तिमी ए एकछिन नाच त नाच न लाइट बलिरहेको चटक चटकेको चटक अल्बेस खारीबाट मासु पाकेको तरकारी पाक्न छ फेरि भात खाने हो म खाएको पनि देखाउँछु भन म खाएको पनि देखाउँछु ए तिमी मन परेछ बच्चाकाले मैले मासु रेडी भइसक्यो कुट गराने झोल कुरा गर भयो लोकल हो नि त लोकल मलाई झोलसँग भात खान मन छ कि सुनाम हुन्छ होला के मैले 4 जनालाई चाहिँ पुगाउनु यसको त झोलै खाने हो के बल्ल बिहानबाट बहुत मिठो मिठो लाग्छ छ बलास बेयो तिम्रो ल यता साग रेडी भइसक्यो अब यता मासु रेडी हुँदैछ मेरो भाइले लर लाग्यो रे कि त्यही भएर सानो खुच्चेले बनाऊ एकछिन म क्यामेरा उचाल्छु भन्दैछन् खै म तिमीलाई पनि देखाउँछु हेलो अलि पर जा हाउ आर यु I am fine, thank you. What is your name? My name is Success Paudel. How old are you? I am 8 years old. ए ल ठीक छ What is your father's name is? My father's name is Balvedra Paudel. बाबा बोलेर तिमी बोलिरहेको मम्मी कसरी लिएर भएको ह कसरी लिन्छ उठानमा जान्बा तिमीसँग तिम्रो बाबासँग आएपछि पुगेन भने टुटनबाट आएर भन
झोल रेडी भइसक्यो डिजाइन पनि म अब हामी खाने ठाउँमा भेट हुन्छौँ ल न बाँकी सक्यो के बाउले एकछिन म सोड्दैछु बाहिर जाऊ के रे मम्मीको नाम के रे जान्नु संगीता रिजो ल नाच ल के गीत गाडी तिमी मन परेछ अच्छा रे तिमी जन्म ल आज हामी खाँदैछौँ मासु भात ल बोकाको ल ल अब भात खाना लाछौँ बोकाको मासु हालो खाइ ल भन के खाइ ल हस् कस्तो छ मासु यस्तो बाबा मेरो छ ल ल साग खाएको साग त खानुपर्छ है साग खानुपर्छ अघि नै के सक्यो र कति बेला भर्खरै मसला साग पकाउने बेला मसला मन त यो साग चाहिँ बेसी मनपर्छ म त धेरै खाने हामी अस्ति चटपटी खायौँ कुकुर थाप्नु अस्ति त ल अलि थाप अनि मम्मी आउँदा बर्बाद हुन्छ किन भयो किन खाइस् भनेर अरू के हुन्छ र डाक्टर अब म खान लागेको साथीहरू पानी कस्तो छ मासु मासु कस्तो रहेछ सुन्दै सुन्दैन नाच्ने साग त मन त किसिम मनपर्छ फेरि खाऊ मिठो छ अब हामी बिस्तारै खान्छौँ यता मलाई नै ध्यान गरेर ल अब तपाईँहरू पनि खाउनुहोस् हामी पनि बिस्तारै खान्छौँ अब फेरि अर्को भ्लगमा भेटौँ ल अब एउटा मोटेले पनि खाँदैछ साइली मोटेले सोध्थिस् किन हाँस्छन् त कस्तो छ मासुको झोल ल अब हामी बिस्तारै खान्छौँ खाने यता भाइले पनि खाने बच्चाले कस्तो लाग्यो मासु मिठो ल अब एकछिन भेटौँ ल अब हामी बिस्तारै खान्छौँ यता मेरो भिडियो लामो हुन्छ त्यो भएर